नमस्कार सबैजनालाई नमस्कार भन्न चाहन्छु। फेरि पनि स्वागत छ आजको केही विशेष भिडियोमा। आजको भिडियो चाहिँ तपाईहरुमाझ मैले शेयर गर्नै पर्ने कुरा हो। आजसम्म सामाजिक सञ्जालमा मैले कसैको भिडियो उठाएर कसैको भिडियोलाई रोस्ट गरेर अर्थात् कसैको नामलाई बदनाम गरेर कसैको चरित्र गरेर त्यस्ता भिडियोहरू मेरो आइडीबाट सामाजिक सञ्जालमा पोस्ट गरे जस्तो पनि लाग्दिन। र आजसम्म मैले जति पनि भिडियो बनाए नर्मल भिडियो बनाए, कसैको बारेमा कसैलाई गाली गलौज गरेर कसैसित लडाई झगडा गरेर कसैलाई त्यस्तो नपच्ने खालका शब्दहरू प्रयोग गरेर मैले त्यस्ता खालका भिडियोहरू बनाएर सामाजिक सञ्जालमा राखे जस्तो पनि लाग्दैन। र कतिपय कामहरू गर्दै जाँदाखेरि गाली गलौज त आइहाल्छन्। यस्ता ससाना कुरामा मैले आफूलाई चाहिँ कामै बन्द गर्ने जस्तो लाग्दिन। मैले भिडियो बनाउँदै गर्दा मैले फेसबुकमा फोटो राख्दै गर्दा कहीँ कता यात्रा गर्दाखेरि कहीँ कता हिँडिरहँदा कसैसँग बस्दाखेरि तिमी त खुमन हैन रौ, तिमीले त बलक भिडियो बनाउँछौ भन्दै गर्दा र कतिले बाटोमा हिँड्दै गर्दा तिमी त फेसबुक पेजमा धेरै जसो भिडियो राख्छौ, तिमी त्यही भाइ हैन र भन्दै गर्दा मैले ओहो मलाई पनि सबैजनाले चिन्नुहुने रहेछ, मेरो नाम पनि अलिकति रोशन हुँदै जाँदै गर्दा ओहो मैले पनि भिडियो मार्फत धेरैसँग चिन्ने अवसर पाउँदै गर्दा आफूलाई यतिकन नाम रोशन भएको महसुस गरे र मैले फेरि यो कामलाई निरन्तर अगाडि बढाइरहे। यसरी तपाईहरुले साथ सपोर्ट गर्नुभएको छ र मैले तपाईहरुमाझ नयाँ नयाँ अपडेटहरू नयाँ नयाँ भिडियोहरू दिन प्रतिदिन मेरो आइडीबाट राखिरहेको छु। आशा छ आगामी दिनमा पनि तपाईहरुमाझ राम्रो काम गर्नेछु र तपाईहरुमाझ नयाँ नयाँ भिडियोहरू ल्याउने छु। यो मेरो तपाईहरुलाई जानकारी गराउन चाहन्छु यो भिडियो मार्फत। र त्यस्तो मैले कसैसित पनि अपाच्य शब्द प्रयोग गरेर कसैसित त्यस्ता लडाई झगडा गरेर अर्थात् कसैको बारेमा भिडियो बनाएर चाहिँ राखेको जस्तो लाग्दिन। र मैले कहीँ कतै त्यस्ता भिडियो राख्दा पनि अनुमति लिएर अर्थात् उनीसित सल्लाह लिएर चाहिँ राख्ने गर्छु। मैले भिडियो बनाउँदै गर्दा धेरै जनासँग एउटा चिन्ने अवसर पनि पाएँ। त्यो कारणले गर्दाखेरि पनि मैले भिडियो बनाइरहे। कहीँ कतै अलिकति गाली गलौज आउँदाखेरि र तिमी यस्तो तिमी उस्तो अर्थात् त यस्तो भनेर परिवारप्रति र परिवारको नामै लिएर गाली गर्दाखेरि अलिकति दुःख पनि लाग्छ कि राम्रो काम हाम्रो गाउँ समाजमा गर्नै नहुने हो जस्तो पनि लाग्छ। त्यही भएर आफूले काम गर्दै जाँदाखेरि यस्ता ससाना गाली गलौजलाई मनमा नराखिकन आफ्ना सपनाहरू अर्थात् आफ्ना कामहरू निरन्तर रूपमा गर्नु होला। यस्ता गाली गलौज र यस्ता टिका टिप्पणी हाम्रो गाउँ समाजमा हाम्रो देश नेपालमा भइरहन्छन्। यो कुरा पनि तपाईलाई यहाँबाट जानकारी दिन चाहन्छु। यति भन्दै आजको भिडियो तपाईहरुमाझ कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया दिन नबिर्सिनु होला। मेरो आइडीलाई फलो गर्न पनि नबिर्सिनु होला भन्न चाहन्छु। आगामी दिनमा तपाईहरुमाझ नयाँ नयाँ भिडियोहरू अवश्य पनि ल्याउँदै आजको भिडियोबाट म तपाईहरुको आफ्नै मान्छे तपाईहरुको प्यारो साथी खुमन पनि परियार पनि ओजेल पर्न चाहन्छु। बाँकी भिडियो मेरो युट्युबमा रहने छ, युट्युबमा गएर हेर्नु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। नमस्ते सबैलाई।